हामीले जति पनि फेसबुकमा रिल्स अथवा भिडियोज, अहिले त भिडियोज पनि रिल्समा कन्भर्ट हुन्छ फेसबुकमा, र जति पनि हामी रिल्स अपलोड गर्छौँ विथ म्युजिक र त्यसमा चाहिँ कपिराइट लाग्यो भने चाहिँ तपाईँ मोनिटाइजेसनमा इलिजिबल हुनुहुन्न है। किनकि त्यो फेसबुकले चाहिँ कपिराइट लागेको म्युजिकलाई चाहिँ मोनिटाइज गर्दैन। लागिहाल्यो भने पनि त्यसको इन्कम सबै ओरिजिनल क्रिएटरकोमा जान्छ है। कपिराइट इस्यु लाग्नु भनेको नै त्यसको ओरिजिनल क्रिएटरले चाहिँ यसको भिडियोमा लाख करोड भ्युज आओस्, त्यसबाट आएको आम्दानी चाहिँ मैले पाऊँ भनेर क्लेम गर्नु नै कपिराइट्स है। अनि कपिराइट्स लागेको भिडियो चाहिँ फेसबुकमा कहाँबाट भेट्ने है, अनि त्यसलाई कसरी सल्भ गर्ने? तपाईले त्यसलाई डाउनलोड गरेर म्युजिक चेन्ज गरेर लाइसेन्स म्युजिक लगाएर रिपोस्ट गर्न सक्नुहुन्छ, या त्यसमा तपाईलाई अब यो कुनै पनि गाना मिल्दैन यताउता हुन्छ भने चाहिँ तपाईले त्यसलाई चाहिँ रिमुभ गर्नुपर्छ फेसबुकबाट। रिमुभ गर्नु भएन भने चाहिँ त्यस्तै कपिराइट एउटामा लाग्छ, दुईटामा लाग्छ, तीनटामा लाग्छ है। त्यस्तो गर्दै कपिराइट्स लाग्दै गयो भने चाहिँ तपाईको फेसबुकमा अहिले ब्लू टिक छ भने चाहिँ हैन, एक्सिलेन्ट परफर्मेन्स छ भने चाहिँ तपाईको ओरेन्ज हुन्छ, त्यस पछाडि रेड हुन्छ। त्यो भनेको चाहिँ एकदम डेन्जर कन्डिसनमा तपाईको फेसबुक है हराउन सक्छ। अनि त्यसको लागि चाहिँ कपिराइट इस्यु लागेको चाहिँ कन्टेन्टहरु फेसबुकमा कहाँ भेट्ने र कसरी डिलिट गर्ने अथवा कसरी त्यसलाई चाहिँ डाउनलोड गर्ने अनि नयाँ म्युजिक लाइसेन्स म्युजिक लगाएर फेरि अपलोड गर्ने, त्यो तपाईलाई देखाउँदैछु है। यसले फर्स्टमा फेसबुक ओपन गर्नुहोस्, त्यस पछाडि यहाँनेरि है यसमा क्लिक गर्नुहोस्, अनि त्यहाँदेखि यहाँ सपोर्ट छ है, अनि सपोर्टमा क्लिक गर्नुहोस्। अनि सपोर्टमा क्लिक गरेपछि अनि यहाँ आउँछ, यहाँ हेर्न सक्नुहुन्छ तपाईले। यसमा अदर कम्युनिकेसन हुन्छ, यहाँ अदर कम्युनिकेसनमा जानुहोस् र यहाँनेरि चाहिँ यो भिडियो चाहिँ मेरो योर भिडियो हैज न्यू मोनिटाइजेसन अपडेट टु रिभ्यू भनेको छ। अनि जस्तै यहाँ ओपन देख्नु भने चाहिँ तपाईले चाहिँ त्यसलाई चाहिँ क्लोज गर्नुपर्ने हुन्छ र त्यसमा क्लिक गर्नुहोस्, किनकि यहाँ हेर्नुहोस् यो साइन आइरहेको छ नि, यो यस्तो हुनु हुँदैन क्या। यस्तोहरु चाहिँ तपाईले कि म्युजिक रिप्लेस गर्नुपर्ने हुन्छ कि डिलिट गर्नुपर्ने हुन्छ। यसमा चाहिँ तपाईले यसमा क्लिक गर्नुहोस्। यो तपाईको यो गीत हो मेरो, यो एउटा मैले पहिला